बाटाघाटा रोड चाहिँ रङ्गिन नै छन् है। ब्रिटिसहरूले यो कार्य गर्नुपर्छ। नेपालका रोड बाटाघाटा सबै पुरै रङ्गिन छ, राता राता। सिट गर्दा होला यताबाट 21 नम्बर विन्डो सिट है। ओके विन्डोज थ्याङ्क यू। झ्यामै परेको अवस्था। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज म काठमाडौँबाट धनगढी सिरी एयरलाइन्सबाट जाँदैछु। कुनै प्लेनको व्यस्तताले गर्दाखेरि बल्ल तल्ल 14 बजेको टिकट पाएको थिएँ र अहिले म काठमाडौँबाट 11:10 को ट्रेन भए पनि डिले भएर 12 बजे एयरपोर्टमा अब उडान गर्दैछ। र अब कस्तो हुन्छ यस प्लेनबाट देखिने विश्व र नेपालका दृश्यहरू कैद गर्ने प्रयास गर्छु। अब भने काठमाडौँबाट उड्नै थालिसक्यो। धावन मार्गमा उडिरहेको छ। 12 बजे प्लेनमा बसाले पनि उनी 1 बजे मात्र उड्नको लागि धावन मार्गमा प्रस्थान गरिसकेको छ, उडिरहेको छ। अब चाहिँ उड्यो, उड्यो 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 फुल स्पिडमा हिँडिसकेको छ। अब यो भनेको भुइँ छोड्ने अवस्थाको पेको उड्यो 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 छोड्यो 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 पाङ्ग्रा छोड्यो। काठमाडौँ सुन्दर, यता लाग्छ सुन्दर काठमाडौँ सहर भनेको यही हो। हाइटमा गयो बबाल बबाल। राख्छ रहर काठमाडौँ सहर बबाल छ, ब्युटिफुल। धानका बाला झुलेका छन्, पुरै गाउँघर बस्ती वरिपरि धान रोपेका छ है। पाक्ने आँटेको छ किनकि असोजको महिना। हामीहरू नेपालको आकाशमा धनगढी जाँदैछु। यो काठमाडौँको कुन साइड हो थाहा छैन, तर पुरै फार्महरू बनाइएका छन्। पुरै व्यवसायमा लागेको जस्तो लाग्छ यो एरिया बस्ने।
नेपाली दाजुभाइहरू। अब भने भ्याली बाहिरको दृश्य देख्न सकिन्छ। सायद यो धादिङ जिल्लाको दृश्य हुनु पर्दछ। अहिले यो जहाज बादलमाथि उडिसकेको छ। यो बादल चाहिँ सुन्दर भूमि नेपालको आकाशमा चाँदी पनि टल्किरहेको छ। बवाल छ, अद्भुत दृश्य नै भन्नुपर्छ। बारिश योग्य छ। चक्लेट सायद काठमाडौँ धनगढी यही चक्लेट होला। बेलुनबाट देखिएको एउटा सुन्दर ताल रहेछ है। बादलले ढाकेको सुन्दर हिमालयहरू पनि देखिएका छन्। जसलाई बादलले ढाकिएको छ र अझै पनि हिमालयको सुन्दरता झल्किरहेको छ। धनगढी एयरपोर्टमा पुग्न लागिसकेका छौँ। सब खैलालीको दृश्य हुनु पर्दछ। अब धान खेती धानका पाला चिरिरहेको छ। जङ्गलका ठुला झाडीहरू र जङ्गल, घना जङ्गल, तराईको घना जङ्गल, साल सिसम लगायतका एकदम महत्त्वपूर्ण डाँडाहरू हुन सक्छ। फाटको अद्भुत दृश्यहरू पनि। अब हामीहरू केही छिनमै धनगढी अवतरण गर्न गइरहेका छौँ। धनगढी पश्चिम नेपाल। ओ माय गॉड, क्या दामी छ यार। धानका पाला झुलिरहेका छ। थुप्रा ठुला फाँटहरू छ। अब भने हामीहरू अवतरण भयौँ। खचाखुचुक गर्यो। अलिअलि बाम्मे गरी उतारे या एकदम डरलाग्दो हामी धनगढी विमानस्थलमा अवतरण गरेका छौँ। अहिले बाहिरको तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। जहाज पूर्णतया नरोकिएसम्म र सिट पेटी बाँध्ने सङ्केत ननिमिएसम्म कृपया आफ्नो सिट व्यवस्थित हुन अनुरोध गर्दछौँ। सिटमाथिको सामानको खोल्दा ध्यान पुर्याउनु हुनको साथै जहाजबाट ओर्लिन अघि आफ्नो हातले सामानहरू लानु नबिर्सनु हुन अनुरोध गर्दछौँ। एयरलाइन्सको फ्रिक्वेन्ट फ्लाइट प्रोग्राममा यदि यहाँहरू सदस्य हुन चाहनुहुन्छ भने हाम्रो विमानस्थलका कर्मचारीहरूसँग सम्पर्क राख्नु हुन अनुरोध गर्दछौँ। यहाँहरूको यो उडान आरामदायक रह्यो होला भन्ने फाइनल्ली धनगढको एयरपोर्टमा झऱ्यो। अब लगेज सामानतिर बाटो गाडी राखिन्छ। एयरलाइन्सको यात्रा राम्रै भयो, सुरक्षित नै पुगायो।
गरी आजको यात्राको भ्लग यहीँ समाप्त हुन्छ। फेरि पनि यस्तै भ्लगहरू ल्याएर तपाईँको माझ हुनेछु। त्यसको लागि धन्यवाद।